अपेक्षा शाक्य अनि आज म एक धेरै पौराणिक ऐतिहासिक सांस्कृतिक र बौद्ध धर्मको दृष्टिकोणले धेरै महत्त्वपूर्ण विहार अक्षेश्वर महाविहारमा छु। जब हामी यता प्रवेश गर्छौँ हामी यहाँ महान कालको एउटा मूर्ति हेर्न सक्छौँ अनि यसको ठ्याक्क अपोजिटमा एक शिलालेख पाइन्छ। यो शिलालेखमा यो विहार कहिले बनाइएको हो र को द्वारा बनाइएको हो लेखिएको छ। सो यो एक लिच्छवीकालीन विहार हो जुन कि अक्षेश्वर शाक्यले बनाइएको मानिन्छ। अनि अक्षेश्वर शाक्यले बनाइसकेपछि राजा वीरेन्द्र वीर विक्रम शाहले यो पुनर्निर्माण गरिएको हो। As we can see, यो विहार शिखर शैलीमा बनाइएको हो। यो विहार चाहिँ धेरैजनाले जहिलेदेखि नै रहेको हुन सक्छ, तर आज कार्तिक पूर्णिमाको दिनमा चाहिँ यहाँ एक धेरै महत्त्वपूर्ण अस्थि धातुको प्रदर्शन हुँदो रहेछ। अस्थि धातु भन्नाले चाहिँ स्वयं भगवान गौतम बुद्धको हड्डीहरू आज प्रदर्शन गरिन्छ। अस्थि धातु के इस प्रकार को देखिन्छ। अब यो अस्थि धातुलाई हामीले अहिलेसम्म कसरी प्रिजर्भ गरेर राख्न सकेको छौँ र यो हड्डीहरू हामीसँग कसरी आयो भनेर जानकारीको लागि र अक्षेश्वर महाविहार संरक्षण समितिको अध्यक्ष राजेश शाक्यसँग सोध्न गइरहेको छु। यो विहार अस्थि धातु कसरी अहिलेसम्म हामीले प्रिजर्भ गरेर हजुर, यो अस्थि धातु चाहिँ बुद्धकालीन निर्माण भइसकेपछि कुशीनगरमा उहाँको दास भइसकेपछि त्यसलाई चाहिँ 8 भागमा विभाजन गरेको थियो। 8 भागमा विभाजन गरेपछि अशोक महाराजले त्यो 8 भागको लागि चाहिँ 7 भाग चाहिँ यो एक भाग चाहिँ रामग्राममा बाँकी छ। 7 भागबाट चाहिँ 84,000वटा चैत्य बनाएको थियो। 84,000वटा चैत्य बनाएको त्यही टाइममा चाहिँ अशोक महाराजको आफन्तले चाहिँ उता श्रीलङ्का अस्थि धातु चाहिँ नि हामीले सन् 1994 श्रीलङ्काबाट हामीसँग प्राप्त भयो। त्यही भएर चाहिँ श्रीलङ्कादेखि प्राप्त गरेर हामीले यसलाई चाहिँ नि वार्षिक रूपमा आजको दिन कोजागर पूर्णिमा होइन यसलाई चाहिँ नि हामीले यसरी सार्वजनिक रूपमा प्रदर्शनीको लागि राखेका छौँ। त्यही भएर चाहिँ यो अस्थि धातु चाहिँ यही विराजमान गराई यही अक्षेश्वर महाविहारमै राख्ने गर्छ। बुद्ध धर्म अनुसार एकजना मान्छेलाई अब दाह संस्कार गर्दाखेरि जलाइने प्रथा छ, अग्निमा समर्पण गर्ने। भगवान बुद्धको अस्थि धातुलाई चाहिँ हामीले किन यस्तो छ। अब हामी साधारण र विशेष व्यक्ति भनेर फरक हुने के हो। हाम्रो पनि अब जलाउँदाखेरि अस्थि धातुबाट जान्छ। अब यो संसारमा अब विलक्षण प्रतिभा भएको संसारको एउटा महानायक उहाँलाई चाहिँ जलाउने प्रक्रिया त हामी जस्तै जलाउने, तर चाहिँ जलाउँदाखेरि उहाँहरूको चाहिँ शरीरबाट चाहिँ त्यो हड्डीको चाहिँ नि यसरी चाहिँ हड्डी जस्तै सेल निस्किन्छ। हाम्रो चाहिँ यो डस्ट भएर जान्छ। त्यही भएर चाहिँ नि त्यतापट्टि चाहिँ यो सेतो अस्थि धातु यो टुक्रा हड्डीको टुक्रा। जस्तो मल्लकाललाई चाहिँ हामीले एकदम कलाकृतिको स्वर्णिम तर मैले सुनेको अनुसार चाहिँ मल्लकालमा यो विहारलाई राजाहरू लुक्नको लागि लुकाइएको जस्तो। यसमा चाहिँ मल्लकाल अब विभिन्न कालखण्डमा होइन किराँतकालले किराँतको 1400 पण्डित हेमराज शाक्यको किताबमा उहाँको अध्ययनमा त्यति बेलादेखि विभिन्न भग्नावशेष भएर अथवा चाहिँ यसलाई चाहिँ विगत चाहिँ
37 सालमा पुनर्निर्माण गरी 45 सालमा यसलाई चाहिँ सुसम्पन्न गरेर यसलाई चाहिँ अहिलेसम्मको अहिलेसम्मको अवस्था यस्तो हो। तर अब मल्लकालमा भन्ने कुराहरूको चाहिँ यसमा चाहिँ अब पण्डित हेमराज बोसको चाहिँ त्यसमा चाहिँ ठ्याक्कै त भनिया छैन होइन। तर विभिन्न कालखण्डमा राजा महाराजाहरू र कविरहरू होइन विभिन्न यो गुरुहरू आएर चाहिँ यहाँ वासस्थान गरेर यहाँ चाहिँ चलाएको छ भन्ने कुरा चाहिँ इतिहासमा देख्न सकिन्छ। जस्तै कि अर्को बिहारहरूमा हेरेपछि हामीले टोरन्ट पाउन सक्छ। यो बिहारमा टोरन्ट नराखिएको यो बिहारमा टोरन्ट पनि राख्नुपर्ने हो। यसमा चाहिँ यस्तो छ, यो खास चाहिँ नि अब यो डिजाइन चाहिँ नि पहिला अब पुरानो हाम्रो ऐतिहासिक डिजाइन होइन कि यो भग्नावशेष भएको हुनाले चाहिँ नि त्यति बेलाको जुन पुरानो फोटो र प्रमाणित चिजहरू नभएको हुनाले चाहिँ नि यसलाई चाहिँ नि एउटा अब काठमाडौँ उपत्यकामा भएको एउटा बिहारको नमुनालाई ल्याएर बनाएको हुनाले चाहिँ कुनै कुनै चिजमा चाहिँ कमी हुन्छ। त्यो तोरण राख्न पनि सकिन्छ, त्यो राख्न नसक्ने होइन। बिहारमा चाहिँ हुँदाखेरि अब बिहारको एरोप्राइज जस्तै भित्रहरू के छ चाहिँ बाहिरै राख्ने तोरण त्यो पनि राख्न सकिन्छ। त्यो बिस्तारै अब हामी त्यसलाई राख्न सो अब यसलाई प्रिजर्भ गर्नको लागि हामी अगाडि अब के प्रस्तुत गर्दैछौँ? यो बिहार प्रिजर्भेसन गर्न अब जस्तै कि अब अघि पनि भने 1400-1500 वर्ष होइन यसलाई निरन्तर रूपमा चलाएको छ। त्यसको हुनाले चाहिँ यसलाई चाहिँ अब विगतहरू र हामी सामाजिक क्षेत्रमा सबैलाई चाहिँ नि सामूहिक रूपमा उहाँले चाहिँ प्रयोग गर्न सकोस् भन्ने हिसाबले चाहिँ विभिन्न टाइममा हामीले चाहिँ विभिन्न धार्मिक गतिविधिहरू बुद्ध पूजादेखि लिएर इकोनोमिक कन्फरेन्सदेखि लिएर धार्मिक भजनदेखि लिएर धेरै कार्यक्रमहरू हामीले गरिरहेको छौँ। बिहारमा प्रिजर्भेसन गर्न र अनि विभिन्न टाइममा जस्तै कि कोभिड हुँदाखेरि हामीले आइसोलेसन सेन्टर चलाएको छौँ र अब हामीले यही बिहार मार्फत चाहिँ कलेज चलाएको छौँ। ट्रेडिसनल कलेजको चाहिँ ब्याचलर्स पढाउँछु। त्यसै गरेर अब जनमानसमा सार्वजनिक सबैलाई चाहिँ फाइदा हुने हिसाबले सबैको कल्याण होस् भन्ने हिसाबले चाहिँ यसलाई चाहिँ हामीले साझा बिहारको रूपमा अगाडि बढाइरहेको छौँ। जस्तो कि हामीले शिलालेखमा पनि हेऱ्यौँ कि अक्षेश्वर शाक्यले यो बिहार निर्माण गरेपछि यहाँ अक्षेश्वर शाक्यका वंशजहरूले आजसम्म पनि पूजा गरेर आइरहेको छन्। सो हामी यहाँको पुजारीसँग यहाँको पूजा विधिबारे थप जानकारी लिन गइरहेको छौँ। यहाँको पुजारी दाजु साथीहरू हामीले अहिले कसरी पूजा विधि धेरै धन्यवाद। सबैभन्दा पहिला चाहिँ यो बिहार चाहिँ अब अक्षश्रीबाट चाहिँ निर्माण भइसकेपछि यहाँ भएको मूल गण्डकोटी चाहिँ गण्डकोटी भन्छ। मूल गण्डकोटीमा चाहिँ हाम्रो शाक्यमुनि बुद्ध अवस्थित छन् होइन। शाक्यमुनि बुद्ध चाहिँ सबभन्दा यो बिहारको सबभन्दा पुरानो यो बिहार स्थापना हुँदाखेरिको बुद्ध भनेको चाहिँ उहाँ हो, सबभन्दा पुरानो बुद्ध। त्यसपछि उहाँलाई यो यता राखियो। अब यो यहाँको चाहिँ पूजा विधि कस्तो छ भन्दाखेरि हामीले यहाँ पूजा गर्ने चाहिँ यहाँ हाम्रो महायान वज्रयान विधि अन्तर्गत चाहिँ हामी पूजा गर्छौँ होइन। त्यो पूजा भनेको सबैभन्दा पहिला त्यसलाई चाहिँ हामीले नेपालीमा अथवा चाहिँ नेपाल भाषामा चाहिँ निकयागो भन्छ होइन। त्यो निकयागो पूजा गर्ने त्यो चाहिँ नित्य पूजा हो। त्यो चाहिँ हरेक बिहान हामी एउटा पूजा यहाँ चाहिँ फेरि कस्तो पूजा हुन्छ भन्दाखेरि यहाँ त्यस्तो चाहिँ मांस मासु त्यस्तो चाहिँ कुनै पनि प्रयोग हुँदैन। यो एकदमै हाम्रो शुद्ध यो चामल होइन चुरा फुल राखेर नि पूजा हुन्छ। बढी जस्तो चाहिँ हामी यहाँ पूजा गर्ने भनेको चाहिँ त्यसलाई चाहिँ प्रतिपत्ति पूजा भन्छ। त्यो भनेको चाहिँ फुल र अक्षताबाटै हामी पूजा गर्ने र जल होइन। त्यो तिनवटाबाट सबभन्दा सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले यहाँ आएपछि यो ढोका खोलिसकेपछि चाहिँ हामीले यहाँ चाहिँ सबभन्दा पहिला यो हामीले कुचो लगाउने यसको अर्थ चाहिँ सफा गरिसकेपछि चाहिँ त्यसपछिको विधि भनेको चाहिँ के हो भन्दाखेरि सफा गरिसकेपछि यो जुन अगाडि बुद्धको अगाडि जुन त्यो पूजा भयो हुन्छ त्यहाँ चाहिँ हामीले सबभन्दा त्यहाँबाट चाहिँ हामी पूजा गर्छौँ। त्यो पूजा गर्नुभन्दा अगाडि चाहिँ जुन हाम्रो पूजामा प्रयोग हुने चाहिँ कलश हो, त्यो कलशलाई हामी पहिला स्थापना गर्छौँ। त्यो कलश पूजा गरिसकेपछि कलशबाट हामीले भगवान्लाई चाहिँ तल राखेर अनि हामी जल चढाउँछौँ। त्यो जल चढाउँदाखेरि चाहिँ हामी यो
जल चढाउने जुन हाम्रो विधि छ त्यो विधिअनुसार हामी जल चढाउँछौँ। जल चढाइसकेपछि पुनः उहाँलाई माथि नै प्रतिस्थापन गर्छौँ। त्यसपछि यहाँ हामी जल चढाइसकेपछि त्यसपछि चाहिँ यो जुन यो अगाडि भएको त्यसलाई चाहिँ ढाका भन्छ, त्यो चाहिँ ऐना त्यो चाहिँ बुद्धलाई चाहिँ देखाउने जल अर्पण गरिसकेपछि उहाँलाई देखाउने कस्तो छ देखाउने। त्यसपछि भनेको चाहिँ हामीले यो अक्षता र फुलबाट चाहिँ उहाँलाई चाहिँ पूजा गर्ने है। अक्षता र जलबाट पूजा गर्ने। त्यो पूजा गरिसकेपछि त्यसपछि हाम्रो धुप नैवेद्यहरू धुपहरू बाली नैवेद्यहरू बाली। त्यसपछि चाहिँ हाम्रो एकदमै महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि यो जुन हाम्रो यो च्वामल भन्छ त्योबाट चाहिँ त्यो 10 पार्मिता होइन 10 पार्मिता चाहिँ हामी स्तोत्र यो पाठ गर्छौँ। त्यो चाहिँ 10वटा भागको हुने भने त्यसलाई 10 पार्मिता भन्छ। त्यो 10 पार्मिता हामी पाठ गर्छौँ। त्यो 10 पार्मिता पाठ गरिसकेपछि अनि अन्तिममा त्यो बुद्धन त्रैलोक्य भन्ने एउटा अर्को पाठ हुन्छ। त्यो पाठ गरेर हामी पूजा विसर्जन गरेर त्यसपछि यहाँ आएका भक्तजनहरूलाई यहाँको चाहिँ फुल प्रसाद जल दिने त्यसरी चाहिँ नित्य पूजा हुने गर्दछ। जस्तो कि हामीले यो बिहारको अब महत्त्व पनि बुझ्यौँ र हामीलाई अब यो थाहा छ कि काठमाडौँ उपत्यकामा पाइलामा कथाहरू लुकेका छन्। धन्यवाद।